नमस्ते गाइज, मेरो सम्पूर्ण युट्युब बुढाबुढी युट्युब च्यानलका साथीहरूलाई नमस्ते दशौं जोडी। आज चाहिँ म नेपालको नोट र कोइन अनि इन्डियाको नोट र कोइन कस्तो हुँदो रहेछ हजुरहरूलाई देखाउन गइरहेको छु। सल्लाह सुझाव लाइक कमेन्ट गरेर बताइदिनु होला। नेक्स्ट भिडियो कस्तो बनाउने के गर्ने हजुरहरूलाई सल्लाह अनुसार बनाउने छु। ल अब पैसातिर लागौँ है त गाइज। यस्तो पैसाहरू मैले जम्मा गरेको छु गाइज, हेर्नु होला। सबैभन्दा पहिले चाहिँ म यो श्रीलङ्काको नोट यस्तो हुँदो रहेछ, 500 रुपियाँको श्रीलङ्कन ब्याङ्क भनेर लेखेको छ। अर्को तपाईँको यो छ 100 रुपियाँको, 100 रुपियाँको नोट। अनि इन्डियाको 1 रुपियाँ हेर्नुहोस्। त्यस पछाडि नेपालको 1 मोर र इन्डियाको 1 रुपियाँको नोट बराबरी छ, नेपाली 1 रुपियाँ। अर्को फेरि नेपाली 1 रुपियाँ पनि छ। त्यस पछाडि यो चाहिँ तपाईँको इन्डियाको 5 रुपियाँ हो। ट्र्याक्टरवाला नोट भनेर चाहिँ एकदम फेसबुक पनि आइरहेको हुन्छ। यो चाहिँ तपाईँको 2 थरीको छ। यो ट्र्याक्टरवाला नोट एउटा यस्तो छ, यो चाहिँ 5 को नोट। एउटा चाहिँ यस्तो छ, हेर्नुहोस्, 2 खालको। एउटा यस्तो खालको अनि अर्को चाहिँ तपाईँको ट्र्याक्टरवाला नोटै पनि यस्तो खालको छ। नोट चाहिँ 2 खालको छ, हेर्नुहोस्। 5 को नोट भइहाल्यो, ट्र्याक्टरवाला नोट। त्यस पछाडि तपाईँको यो चाहिँ मान्यता के रहेछ भने यहाँ 786 नम्बर, 786 यहाँनिर 786। यो चाहिँ निकै महत्त्वपूर्ण रहेछ इन्डियामा। यो पनि छ मसँग। अर्को 10 रुपियाँकोमा, अर्को 50 रुपियाँकोमा पनि छ 786, त्यो पनि। अनि अब 10 को नोट भइहाल्यो। यो चाहिँ त्यतिकै राखेको 003 जे छ, यो चाहिँ नम्बर। अनि तपाईँको यो पनि 10 रुपियाँ नि हो, यो चाहिँ त्यतिकै राखेको छ। अब नेपाली 20 रुपियाँ त हजुरहरूलाई थाहा भएकै कुरो हो। यो चाहिँ इन्डियामा 5 रुपियाँको नोट। अनि तपाईँको यहाँको ट्र्याक्टरवाला नोट र नेपालको 5 रुपियाँ ल हेर्नुहोस्, बराबरी छ। 5 रुपियाँ नेपाली रातो भयो नि, इन्डिया चाहिँ तल्लो भयो। यस्तो छ। यो त नेपाली पैसा भयो। अर्को इन्डियन 1 रुपियाँ, यो पनि भयो। अनि तपाईँको यो चाहिँ गाउँको बाला भन्दो रहेछ, यो पनि महत्त्वपूर्णै छ। अरू यस्तो खालको पनि यो त्यो 1 रुपियाँ, यो चाहिँ 5 रुपियाँ डबल बिट भएको। यो चाहिँ तपाईँको होनी मामा जन्म सब भनेर निकालेको रहेछ। यो चाहिँ तपाईँको 10 रुपियाँको भयो। गाउँको बाला भन्दो रहेछ, यो 5 रुपियाँको भयो गाइज। यो पनि यो अहिलेको नयाँमा चाहिँ यो सानो छ रहेछ। अनि यो अर्को छ मसँग, यो चाहिँ पुरानो पैसाहरू गाइज। यो पनि 5 रुपियाँमै हो। त्यस पछाडि यो मकैको बालाहरू त थुप्रै भइहाल्यो। यो पैसा चाहिँ कहाँको हो गाइज, मलाई कमेन्ट गरेर बताउनु पर्यो। मसँग एउटा यो छ, कहाँको पैसा हो यस्तो छ हैन। यिनीहरू त भइगयो, अरू यिनीहरू त थुप्रै छ यिनीहरू। त्यस पछाडि तपाईँको विष्णुदेवी माता, यो चाहिँ मन्दिरको छापिएको रहेछ, विष्णुदेवी भनेर, वैष्णोदेवी। यो 5 को नोटमा छ। अनि अर्को इन्डियन पैसा एउटा यस्तो छ, यस्तो खालको। यो पनि 5 रुपियाँ हो, 5 को डलर यस्तो। अनि यो चाहिँ राष्ट्रिय एकता भनेर दिएको रहेछ, यो 2095। 10 को गाउँको बाला भने जस्तै यसमा चाहिँ यो जुन यो थोप्ला छ, यसमा चाहिँ धेरै छ। यो चाहिँ भयो तपाईँको नेपाली पैसा।
श्री 5 महेन्द्र वीर विक्रम शाहदेवको पालामा 2023 सालको तामाको पैसा। यो चाहिँ 10 पैसा लेखेको छ। अनि अर्को पनि छ यो राष्ट्रिय एकता 2002 मा निकालेको। अनि यो छ यो मदर टेस्ट भनेर जन्मोत्सवमा निकालेको रहेछ। यो पनि महत्त्वपूर्ण छ 5 को यो पनि। यो 2 रुपैयाँ त यो पोपटी भएको हैन यिनीहरु भनेको त अब अहिलेसम्म खासै नेपाली 25 पैसा। हजुरहरुले बिर्सिनु भयो कि सम्झिनु भयो 25 पैसा। यो 25 पैसा श्री वीरेन्द्र वीर विक्रम शाहदेवकोमा डबलको भयो। अनि त्यस पछाडि गाइज मसँग छ यो तामाकै पैसा नेपाली हैन। यो पनि छ हेर्नुस् श्री 5 हो भने 5 पैसा यस्तो खालको छ हेर्नुस् गाइज। त्यस पछाडि यो चाहिँ तपाईको गाइज यो मदन मोहन मालियन कि 150 जयन्ती भनेर चाहिँ इन्डियन पैसा। यो चाहिँ तपाईको 5 रुपैयाँ। यो चाहिँ 5 कै नोट हो 5 कै ढक्के हो। यो चाहिँ इन्डियन 5 रुपैयाँ। अर्को रहेको छ तपाईको यो पनि इन्डियन 10 रुपैयाँ आजादी अमृत महोत्सव भनेर चाहिँ। यो चाहिँ श्री माता विष्णुदेवी साइन बोर्ड भनेर लेखेको छ। यो चाहिँ तपाईको 5 को र 10 को नोटमा रहेछ। यो एकदम महत्त्वपूर्ण यो पैसा चाहिँ गाइज यस्तो छ। यो चाहिँ तपाईको यता फर्काउँदाखेरि यस्तै 10 रुपैयाँको चाहिँ अहिले मैले 5 रुपैयाँको देखाएको छैन। यो चाहिँ 10 रुपैयाँको हेर्न सक्नुहुनेछ। अरु त थुप्रै छ गाइज पैसै पैसा छ। तर यो अब कोही नेपाली छ कोही इन्डियन छ हैन। यस्ता यस्ता पैसाहरु हेर्नुस् पैसा नेपाली नोटहरु डलर पैसा यो नेपालको चिन्ह भएको पनि यो दुनिया कोइनहरु छ। के छ अझै मसँग एउटा तामाको छ के ठुलो 5 पैसा हो। तर तपाईको लगभग 1 पाउ नभनौं आधी पाउ भन्दा त्यतिको वेट चाहिँ होला तामाको पैसा त्यो थियो। अनि 1 पैसा सानो थियो। त्यो पैसा चाहिँ मैले खोजेको भेटिरहेको छैन गाइज। मैले भेटे भने नेक्स्ट भिडियो बनाउने छु। हजुरहरुको सल्लाह सहयोग सपोर्ट गरिदिनु होला। हजुरहरुको पनि गर्ने छु म। त्यही हो यस्तो पैसाहरु छ। अब हजुरहरुलाई मैले प्राय जसो देखाइसके अरु कुन ब्याङ्कमा छ। अब यो चाहिँ यसरी चाहिँ यसरी सरपष्ट छ। अब यो भनेर साथै धेरै लामो भिडियो हुन्छ। यो चाहिँ हजुरहरुले फेरि यो धेरै लामो हुँदा पनि मान्छेहरुले खासै हेर्नु रुचाउँदैन नि त। त्यसले गर्दा पनि हजुर यो चाहिँ मैले थोरै मात्रै बनाएको। यस्तोहरु चाहिँ अब यस्तै हजुरहरुले देख्न सक्नुहुन्छ। अब थुप्रो छ यहाँ। यो ट्र्याक्टरवाला नोट त कति छ ट्र्याक्टरवाला नोट। यो चाहिँ अब तपाईको यहाँ चाहिँ कस्तो हुन्छ फेक फेसबुक पनि फेक आउँदो रहेछ कि यति लाख रुपैयाँ यति करोड रुपैयाँ यति हजार यति भनेर आउँदो रहेछ ट्र्याक्टरवाला नोट के हो चाहिँ तपाईको यो अब कुन हो ट्र्याक्टरवाला नोट भन्ने चाहिँ यो रहेछ ट्र्याक्टरवाला। यहाँ चाहिँ तपाईको इन्डियाको मान्छेहरुले चाहिँ एकदमै फेक गरेर अनि ट्र्याक्टरवाला नोट यति लाख रुपैयाँ आउँछ भन्ने पोस्ट गर्ने फेसबुकमा टिकटक पनि टिकटक भन्दा युट्युब पनि हैन त्यस्तोहरु आउने के यस्तै थुप्रो छ। यहाँ पुरानो नोटहरु पनि थियो। अब कता छ यो ब्यागमा कहाँ छ भर्खरै अब सामानहरु सारे गाइज। त्यो पुरानो यति ठुलो छ यत्रो ठुलो छ 5 को तामाको पैसा चाहिँ। अनि 1 पैसा चाहिँ सानो थियो। अरु पैसाहरु पनि थियो तर कता छ ब्यागमा कुन ब्यागमा छ। यो चाहिँ मैले यही आएर जम्मा गरेको इन्डियन पैसाहरु चाहिँ यस्तो यस्तै सबै महत्त्वपूर्णहरु बनाएको रहेछ यस्तोहरु छ। यहाँ थुप्रो छ पैसाहरु। अब कता छ अब यो हजुरहरुलाई भनिहालेँ।
अब अरू 5 को पैसा चाहिँ त्यो 5 को यस्तै खालको थियो तर यो तामाको तर यो भन्दा धेरै ठुलो यसको ठ्याक्कै डबल यसको डबल थियो यसको यो पैसाको चाहिँ ठ्याक्कै डबल छ के त्यो पैसाहरु छैन अनि 1 रुपैयाँ यो 1 रुपैयाँको जस्तै 1 पैसा थियो के यस्तै खालकोमा अब यस्तो यो त इन्डियाको भयो ल कहाँ त खोइ यसमा रोइनर्छ त्यो पैसा खोजेको मैले भेटिन गाइस भेट्यो भने हजुरहरुलाई फेरि बनाउने देखाउने छु भिडियोमा अब यो गोरु जोतेको त हाम्रो नेपालको पहिले नै सापेको अब नेपाली पैसाहरु त छैन भनौं न सबै अब पैसा नेपाली पैसा त 1 रुपैयाँ चल्ने नि हैन यहाँ सुको नेपालमा बरु यताउति साट्नु मिल्दो रहेछ यहाँ त साट्नै नमिल्ने केही पनि गर्न नमिल्ने के यहाँ त यो नेपाली पैसा भनेपछि चाहिँ यस्तो चान्सै छैन नेपाली पैसाहरु त यहाँ त चल्ला भनेर नेपालमा त चल्छ नि कमसेकम 100 रुपैयाँको नोटमै 120 रुपैयाँ दियो भने त चल्छ 40 रुपैयाँ उनीहरुले खाए नि चल्छ यहाँ त त्यो पनि नचल्ने 5 को नोट कहाँ 5 को डलर साथी यो भन्दा पनि ठुलो छ हौ यो भन्दा पनि ठुलो छ